यहाँ हजुरको निमित्त सुगन्ध राजी ताली गरेर स्वागत गर्नुहुन्छ अनुरोध गर्न चाहन्छु। परमात्मा हजुरको निजमा आज यसै स्थानमा भगवानको उद्घाटन सँगसँगै हिजो शिक्षा कार्यक्रममा कन्याहरूको उपस्थितिमा यसै वडाका यसै सूर्यविनायक नगरपालिका वडा नम्बर 2 का वडा प्रमुख प्रतिनिधिको प्रमुख अतिथितामा यो नगरीको कार्यक्रममा अब जति पनि ढिला नगरिकन हामी अगाडि बढ्ने जरुरी गर्नेछौँ भन्दै सम्पूर्णलाई असाध्यै अनुशासित भएर असाध्यै यथास्थानमा रहिदिनु भनी अनुरोध गर्न चाहन्छु। जगतकै सृष्टि गर्नुहुने सृष्टिको कर्ता जसले यो नसामा जगत सृष्टि गर्नुभयो त जगत मात्र सृष्टि गर्नु हुँदैन, आज तपाईँ हामीलाई समस्या परेको अवस्थामा चुनेर उद्धार पनि गर्नुभयो। त यसको उद्धार गर्नुहुने परमपिता परमेश्वरलाई म करोड करोड धन्यवाद गर्छु गुरुमतीको नाउँमा। त्यसै गरी यस्तो जगत सृष्टि गरेर तपाईँ हामीलाई समस्या परेको अवस्थामा उद्धार गर्नुहुने परमेश्वर पिता मनमा होइन हजुर हामीलाई मनमा हुनुहुन्छ भनेर आज सारा जगतभरि परमपिता परमेश्वरको महिमाको यो ज्योतिको जगतमा गरिरहनु हुने हामी सम्पूर्णको अध्यक्ष अगुवा आजको समयमा जगतकै अगुवा भन्न चाहन्छु। जगतकै अगुवा सत्य केन्द्र नेपालको प्रमुख प्रकाश गैरी समझौँ, त्यसै गरी सत्य केन्द्र नेपालकै उपप्रमुख सुशीला कट्टी गैरी म्यामजुको समस्त परिवार र श्रीलाई नमन व्यक्त गर्न चाहन्छु। त्यसै गरी आजको यसै समारोहमा यसै शाखाको निमन्त्रणलाई स्वीकार गरेर आजका प्रमुख अतिथिको आसन ग्रहणमा हुनुहुन्छ यसै सूर्यविनायक नगरपालिका वडा नम्बर 2 का वडा प्रमुख हुनुहुन्छ प्रदीप कार्कीज्यू, प्रमुख